हेलो साथीहरु सबैजनालाई वेलकम। आज चाहिँ बिहान कति छिटो उठिसके। आज मदर्स डे अमाउसी। मैले मम्मीलाई मदर्स डे ह्यापी मदर्स डे भनिसकेँ। आमालाई भन्नुभयो मम्मीको लागि मैले केही गिफ्ट नै ल्याएन, केही नै छैन मसँग दिनको लागि। मैले बुके बनाएको थिएँ एउटा सबसे फर्स्टमा बनाएको सबसे फर्स्टमा बनाएको बुके सानो त्यही मम्मीलाई दिन्छु अनि अरू त पछि कमाएर। अनि आजको मौसम बिहान बिहानै चाहिँ यस्तो रमाइलो हुँदो रहेछ क्या, शीतलो शीतलो। ह्याप्पी मदर्स डे मम्मी। थ्याङ्क यू थ्याङ्क यू। आमा ह्याप्पी मदर्स डे। ह्याप्पी मदर्स डे। के हो र आमा आमा ए आमा औसी ह्यापी बर्थडे के अरे हजुर मैले भनेको हो। ए तिमीलाई अच्छा ताकि पोस्ट तिरन्दिबी आई हो सुख मैले तिमीलाई होला नि आज त तिमीलाई पनि क्या ए नयाँ वर्षको धेरै शुभकामना पुगोस्। नयाँ वर्ष त सक्यो, नयाँ सकिन्न, वैशाख यत्रो सकिनु सकिँदो रहेछ। अनि त्यहाँबाट ऊ होस्, यात्रा सफल होस्, हिँडिराख्नु पर्छ, यात्रा सफल होस्। शान्ति ताकियो पोस् तिरन्देवी आई होस्, 100-150 वर्ष आई होस्। जे चिताएको काम पुरा भओस्, 52 ढोका खुला भउन्, तिम्रो सुख शान्ति होस्। ए ल टिका लाउनु हुन्न हामीले खै मोबाइल आमालाई र मम्मीलाई दिन लगाएको। लो ह्याप्पी मदर्स डे। अरू त अब पैसा कमाएर तिमीलाई किनेर तपाईँलाई नि ह्याप्पी मदर्स डे दे। मैले बनाएको यहाँ सबसे फर्स्टमा कसलाई दिउँ यो मम्मीलाई लाउनु ह्याप्पी मदर्स डे। मैले गराएको सबसे फर्स्ट हो। म तिमीलाई त ओरिजिनल वाला टिपेर दिन्छु। कसले ए त्यो चाहिँ मैले बनाएको थिएँ क्या फर्स्टमा। म आमालाई चाहिँ ओरिजिनल म अस्ति हतार हतारमा नि त्यहीबाट अर्को बनाउनु पर्यो। नटिप्नु पर्ने त्यहाँदेखि टिप्छु। पाप्नलाई होस् आया कस्तो राम्रो। झन् कस्तो राम्रो ताजा भयो। लौरा क्वालिटीको लगाइदिउँ नि होइन कहाँ हामीले कसलाई मैले हजुरहरूलाई मम्मीलाई हजुरलाई हुन्न होइन क्वालिटीको लगाइदिए हुन्छ यहाँ पहिला नि के लाउने सराध्यमा जस्तो। अनि म चाहिँ आज फेरि पोखरा जानुपर्ने हो क्या, दिदीलाई दिदीकोमा जानुपर्ने हो। नमस्ते नमस्ते। तपाईँलाई होइन टिको लगाइदिने मम्मी। ए ल नमस्ते नमस्ते। आऊ ओ कुन्तरी त्यसले गर्दा कुन्तरी भयो भन्दाखेरि जिप आमा भेट्न जानेलाई छोड्नु होला काम त बुटलतिर जाने ठेउलेसम्म हिँड्दै हिँड्दै जानुपर्ने भयो। यति हो ओए हेर्नु त्यहाँ उफ्रेको ह म तिमीबाट 4 पैसा के हो नि के हो नि है। ल फुलसित दिनु ल्याउ। फुलै फुलको बगैँचामा मेरी माया लिनुहोस् तपाईँले कमला पिसा। अब त म पनि धनी हो धनी। कहाँ हुन्छ फुल हट्दै हट्दै गयो है गयो है मम्मी। राम्रोसित जानु होला।
है ल म अब हिँडेको ल ल छिटै आउँछु म चाहिँ अब घरबाट निस्केको उहाँ जान पारे यो बुट्टा आफैले न झोला भारी होइन अनाको भारी नै रहेछ कस्तो के बिर्स्यो कि जस्तो लाग्यो के बिर्सिउँला र नबिर्सिउँला सायद जिबुट्टा रुम्टातिर घर अरे उतातिर अहिले आउँछु अनि भन्नु थियो के हुन्छ आज कहाँ पुग्छु अनि यहाँबाट गएर अनि फेरि तल दिदीकोमा जान आज मदर्स डे हो नि त दिदीलाई पनि यस्तो भेटौँ अब फेरि धेरै दिन छैन आउन त्यही भएर खुसी खुसी साथ जाँदैछु आज आइतबार हो अब म छिटो छिटो जान्छु फेरि जिप फर्किसक्छु अहिले भेटौँ ल तलै गर हामी चाहिँ आज सेरको हस्पिटलमा छौँ यहाँ कसको एकजना बुवाको रिफर बनाउनु रहेछ अनि पछाडि कति धेरै मान्छे आज त अहिले त तल फेरि जिप खाली यो चाहिँ हाम्रो हस्पिटल सेरको म रुममा पनि आइसकेँ आएर अनि अघि नै आएको आउनु चाहिँ बाटो पनि बनाइन फेरि झ्याउ लाग्यो कि अनि अहिले नि अनपिटिक बनाइन गर्मी हो नि त अब एकछिनमा म रेडी हुन्छु अनि त्यो फुल बनाउन चाहिँ अनि पसल जान पसल गरेर आएर फुल बनाएर अनि तल जानुपर्छ मैले यहाँ बुके बनाउनुको लागि 3टा रोज बनाइसकेँ अनि धेरै मसँग धेरै टाइम पनि छैन नि त अनि त्यही भएर रात बनाउनु पनि लाग्यो त्यही भएर यति 3टाको बनाउँछु दिदीकोमा यो चाहिँ दिदीलाई दिनको लागि बनाएको अनि पसल पनि जानु हो मान्छेहरूलाई नि अझ पसल जानु हो मन्दिरकोमा आइसकेपछि दिदीहरू चाहिँ बाहिर जानुहरू चाहिँ भर्खर चोकमा भित्र चाहिँ बाहिर पनि तल खेल्न गयो अब चाहिँ भर्खर आएँ पानी खानु पर्यो बाहिर बोलाएको आएन